उतै ठिक हुन्छ भन्दैन बुढाले। उतै ठिक हुन्छ भन्दैन बुढाले। हेलो गाइस, के छ सबैलाई? हेलो, नमस्ते। आज एउटा कुरा त बिहान एउटा जोक जस्तो अब परेको निकै भएन। केटी छ काठमाडौँ साइडतिर कि भनौँ न होइन, त्यसको बाउ ससुराबा हुनेवाला मेरो ससुराबा चाहिँ सरकारी जागिर। अब म छु भने चाहिँ म यता विदेशतिर भनौँ होइन। अब बुढी त्यसले के भन्छ नि, केटीले अब तिमीले माग्न आउनुपर्छ भन्छ होइन। अब केटीलाई के छ भने चाहिँ विदेश आउन अलिकति आउने मन छ है, तर म गएँ, केटीले भने अब गयो, ससुराबासँग कुरा हुन थाल्यो होइन हाम्रो। ससुरा बुढाले के भन्यो भने चाहिँ म अब केटीले पढी चाहिँ ब्याचलर पास। अब अहिले त नेपालमा ब्याचलर भनेको त सबैले पास गरेकै छन् होइन, लगभग। केटीले के भनी चाहिँ भने चाहिँ अब आउनु पऱ्यो आज मेरो घरमा। अब बाउले बुढाले निकै गर्न थाले। बुढा नाम भएको बुढा अब कता फाल्ने छोरी नि पासै बुढालाई गाह्रो भयो जस्तो भयो होइन। अनि बुढासँग गफ चल्दै थियो। बुढाले के भन्यो भने चाहिँ मलाई, अब ज्वाइँको ठिकै चलिरहेको रहेछ, अन्त अब छोरी पनि ठिकै भइरहेछ। छोरीले भन्छ कि जागिर। मैले यसो कुरा गर्दाखेरि बुढाको विचार भयो विदेशलाई। अब बुढालाई भनेको ससुराबा छोरीलाई पनि अब त्यतैतिर लाउनु पर्यो भनेको बुढाले। के भन्छन् बुढाले, भन्दा चाहिँ नेपालमा त गाह्रो छ, छोरीलाई तपाईँसित लैजानुहोस्, उतै ठिक हुन्छ भन्छन् बुढाले। अब बुढाले के थाहा यहाँको के कस्तो छ भन्ने कुरा होइन। ज्वाइँको कामसाम यताउति बुढालाई भनेको यहाँ टाइम हुँदैन। ससुराबा छोरीलाई त्यहीँ राख्नुहोस्, छोरा नि यसो तपाईँको घुसाउनुहोस् न सरकारी जागिरतिर। ब्याचलर पढेकी छोरी, जे भयो नेपाललाई योगदान हुन्छ। बुढाले के भन्छन्, ज्वाइँ नेपाललाई धेरैले योगदान दिइसके, मेरी छोरीले योगदान दिएर पनि अब खासै होला जस्तो छैन। उतै लैजानुहोस्, उतै ठिक छ, हेर्नुहोस् रमाइलो सहर रमझम सबैका बुढाबारी उतै छन् के अरे, तपाईँले पनि उतै बटुलेर जानुहोस्। बुढालाई लाग्यो छोरीको दिक्क। अब यहाँ राख्ने छोरीले के गर्ने, यताउति विदेश गएर ज्वाइँले गर्छन् भनेपछि त्यो ब्याचलर गर्ने बित्तिकै छोरीलाई पनि लखैटी पर्ने छैन क्या बुढा। केही समय पर्ख, ज्वाइँले पनि अलिकति गरोस् न त, अनि पो हुन्छ नि त बुढा। तिमीलाई अहिले लखैटी हाल्नु पर्ने हुन्छ त बुढा। पक्का एकछिन म आउँदैछु, बिस्तारै गरौँला, पहिला छोरीलाई त्यहीँ लगाऊ जागिर, तिम्रै उसमा बसाल नै। अब बुढा के छ, तिमीले छेउमा बसालेर त्यहाँ भइहाल्छ नि त। अनि त चलिहाल्छ त नेपालमा। सोचपोच लगाएर बुढाले गर्लन भनेको त झन् बुढाले यतै लखट लागे। बुढा पनि रहेछन् पापी बुढा, तिमी नर्कमा जाऊ र बुढा, विचार गरेर बस। यही हो आजको मेरो जोक भनाइ, यही हो है। साँचो भने नि भन, झुटो भने नि भन। अब के हो, त्यो बिचारी पनि त्यही तडपिरहेको चाहिँ अब आउँदै बिस्तारै केही छैन। त्यसको दिन अब यहाँ अनि त्यसको दिन त खोल्छन् खोल्न त होइन। ठिक छ, बिस्तारै भइहाल्छ। नात्यो अब बुढालाई त्यहीँ लगाएर काम गर नि त है। ल गाइस, कस्तो लाग्यो कमेन्ट गरौँ है त।